Assalamualaikum and welcome back to my new brand video. यहाँलाई फेरि पनि स्वागत छ प्रेम यसमाली मगर युट्युब च्यानलमा यानि कि ब्लग एन्ड भिडियोमा हामी फेरि पनि ब्याक भइसकेको छौँ। आज पनि हाम्रो के अरे पनि आज चाहिँ हामी घुमघाम गर्नु गइरहेको छौँ। हाम्रो भिडियो चाहिँ एकदम रेगुलर आइरहेको छ है। अब आउने छ भन्नु आइरहेको छ भन्दा पनि किनभनेदेखि हल्का यसो लेट भइरहेको छ कि भिडियोहरूमा चाहिँ। लेट्स सी गाइज अब आजको डे कस्तो हुन्छ है। यहाँ चाहिँ सबैजना हुनुहुन्छ बनाइदिनु छ। आज चाहिँ हामी दरबार मार्ग यानि कि दरबार घुम्नको लागि चाहिँ जाँदैछौँ। हेरौँ आजको डे कस्तो हुन्छ है। तपाईँहरूलाई म अपडेटहरू दिइरहन्छु। मेरो लुक्स फेरि आज एकदम चाहिँ के भन्ने युनिक छ क्या है। अब यतिको त हुनु पऱ्यो नि त यसमाली मगर भइसकेपछि है। रमाइलो हुन्छ होला होइन। बुढी त फेरि मेरो चाहिँ मलाई चाहिँ भाइ जस्तो लाग्छ कि मेरो साथी जस्तो लाग्छ। हामी जे कुरामा नि एकदम चाहिँ कम्फर्टेबल फिल लाग्छ कि मलाई चाहिँ। बुढीसँग कुरा गर्दा होस्, गेम खेल्दा होस्, खाना खाँदा होस्, कुनै अलिकति अब नयाँ ठाउँतिर यसो घुम्न जाँदाखेरि हो यो कुरामा हामी जस कम्बिनेसन मिल्छ भन्नु लगाइज। अब चाहिँ हामी 16 फुटे पुगेपछि फेरि पनि थोरै भिडियो क्लिप बनाउँछौँ है। यहाँ हुनुहुन्छ आजको ब्लग यस्तै हामी चाहिँ आज एकदम जोडी छौँ है। हामी जम्मा टोटल कतिजना छौँ भने हामी 10 जना छौँ है। आज चाहिँ 11 जना। एकजना यहाँ ठुलो मान्छे हुनुहुन्छ त्यहाँ दिदीले बोकिराख्नु भएको छ। देखाइहाल्छु सानो मान्छेलाई देखाउनु र म भिडियो खिचिरहेको छु नानीको पनि। ल हेरिरहेछ आफ्नो बाउ चिनेको। ए भाइको त म ल्याइहाल्छु नि। हामी त एउटा प्रायः हिँडेरै आउने जानु भइरहेको हुन्छ होइन। गाडी आइरहेछ यता होइन। यताबाट आउने त हामी चाहिँ खासमा 11 बजे हिँड्ने भन्ने प्लान थियो सबैको। खानाहरू बनाएर खाँदा अलिकति टाइम लाग्यो किनभनेदेखि भोकै खाली पेट निस्किने कुरा हुँदैन नि त। टन्न होइन रुममै खाने हो। अनि त्यस पछाडि थोरै चिक्क बनाएर एकदम चाहिँ राम्रो भएर निस्किने हो क्या। त्यो भएपछि राम्रो पनि हुन्छ अलिकति टक्क खुल्ला ठाउँमा अब निस्केर घुम्नु अलिक मजै हुन्छ। बुने कस्तो लागिरहेछ? राम्रो लागिरहेछ मेरो भाइ। ए बुने पो रहेछ। अनि त्यसै ढिलो भयो आज। अहिले ठ्याक्कै 2:30 यानि कि 3 बज्न लाग्यो। तर हामी धेरै नघुम्ने क्या। ल गाइज हामी चाहिँ अहिले ठ्याक्क लन्चरमा आइपुग्यौँ। यो चाहिँ एनसेलको बिल्डिङ है। टावर होइन एनसेलको बिल्डिङ हो। यो चाहिँ फुटसल हो होइन। यहाँ चाहिँ एकदम गेमहरू भइरहेको हुन्छ एभ्रिडे। अब स्कुलको भयो अब सेलिब्रेटीहरू पनि आएर खेलिरहेको हुन्छ यहाँ चाहिँ। म पनि कहिलेकाहीँ हेर्न चाहिँ आउँछु यसो टाइम पास। ल छिटाम यति राम्रो मान्छेहरू कति हँसिलो। यिनीहरूलाई खानु पनि पर्दैन, सुत्नु पनि पर्दैन, लाउनु पनि पर्दैन, हिँड्नु पनि पर्दैन। ल गाइस हामी चाहिँ यहाँ आइपुग्यौँ है। तपाईँहरूलाई चाहिँ म एउटा राम्रो लोकेसन देखाउँछु ल। यहाँबाट उता मास्तिर चाहिँ टिचिङ महाराजगञ्ज बाटोपट्टि पर्छ यो। यता जाने चाहिँ है उता चक्रपत चोक भनौँ न यहाँदेखि सिधै। अनि यहाँदेखि यता भनेको उता जमल न्यु रोड सुन्धारा साना मान्छे। उसको ठुलो मम्मीले बोकिरहेको छ अहिले चाहिँ। कत्रो बिल्डिङ हो यो। चस्मा हो यो चाहिँ। देखिरहनु भएको छ नि यो चाहिँ नीति अनुसन्धान प्रतिष्ठान। यसमा चाहिँ जो परिचय पत्रहरू पनि बन्छ होइन। यहाँ चाहिँ आज बन्द छ है। ए ल स्टार यो कुन स्टाइल हो यो फेरि। हामी चाहिँ जेब्रा क्रसिङमा आइपुग्यौँ। अब यहाँबाट चाहिँ हामीले बाटो कट गर्नुपर्ने हुन्छ होइन। दरबार मार्ग एरिया आइपुग्यो हामी। नारायण हिटी चोकमा चाहिँ ठ्याक्क आइपुग्न लाग्यौँ। धेर छैन अब मात्र सिर्फ
15 सेकेन्ड छ है 15 सेकेन्ड पनि 10 सेकेन्ड पनि छैन पुरा 5 महिना लागेर 6 महिना लागिरहेको छ त्यो चौकी है अगाडिको चाहिँ चौकी हो नारायण हिटी दरबार मार्गको चौकी हो अगाडिको अनि यो चाहिँ भवाल छ यहाँ चाहिँ यस्तो भ्यापी मान्छेहरू जान्छ नि यहाँनिर खतरा छ पसेको त छैन तर जस पसिन्छ कुनै टाइम अब मिलाएर अहिले त अब नपस्छ योभन्दा उता चाहिँ भिडियो खिच्न मिल्दैन भन्ने कुरा आइरहेको छ ल भित्रको क्लिपहरू चाहिँ आउँदैन होला है साथीहरू अब के हुन्छ ल खै त हाम्रो साथीहरू घुम्न आइपुग्यौँ ल देख्नुभयो नि नारायण हिटी दरबार अब यहाँ बस्नुपर्छ ल यो चाहिँ नारायण हिटी चोक भयो उता दरबार मार्ग भयो ल हामी चाहिँ अलिकति थोरै अनुसन्धान गरिरहेको छौँ ल देख्न सक्नुहुन्छ यस्तो भ्यू आइरहेछ होइन यो चाहिँ मैले पहिला काम गरेको ठाउँ है मेरो भाइ र मैले विमन र मैले अहिले चाहिँ हामीले छोडिरहेको छौँ यहाँ त फेरि एकदम चाहिँ भिआइपीहरू हुन्छ मान्छेहरू पनि है सामानहरू पनि त्यस्तै प्राइसहरू पनि त्यस्तै एकदम हाइरेट भएकोहरू हुन्छ दरबार मार्गमा हिँडिरहेको छु साथीहरू अब हिँड्दै जाऊँ जति हिँड्यो त्यति मजा आउने कि फेरि यो ठाउँमा चाहिँ यहाँनिर चाहिँ पुरै भिआइपी एरिया हो नि त अहिले चाहिँ धेरै राम्रो भइरहेको छ बालिन साहब मेयर हुँदाखेरि काठमाडौँको मेयर हुँदाखेरि यो बनाउनु भएको हो यस्तो राम्रो बनाउनु भएको छ है आज मैले के चाहिँ छुट्याएँ भन्दाखेरि मैले यहाँनिर माइक लाउनु चाहिँ एकदम छुट्याएको छु नेचुरल पनि हेर्नु न कस्तो आउँछ होइन भोकल टेस्ट माइक लाउनु त मैले बिर्सिहालेँ केही छैन नेक्स्ट टाइम लाउँला न अब केएफसी है यो चाहिँ दरबार मार्ग केएफसी यस्तो राम्रो देखिरहेको छ आज धेरै घुम्ने जस्तो छ होइन धेरै लुक्स चेन्ज भइहाल्यो मेरो चाहिँ के गर्नु कन्या राशि भएपछि यतिको त हुनु पऱ्यो गयो नि होइन यो बागबजार पुल है साथीहरू हामी बागबजार पुल आइपुग्यौँ अब त्यसपछि यहाँबाट म अलिकति भ्यू देखाउँछु तपाईँहरूलाई कस्तो देख्नुहुन्छ होइन हेर्नु यो उता यो बागबजार भएको यो पुतली सडक चाहिँ उहाँ पर चाहिँ यहाँबाट सिधै गएर पुतली सडक पुगिन्छ यताकि यस्तो छ ल हेर्नु हाम्रो केटिएमको माहौल यस्तो छ है केटिएम सिटीको माहौल किन हाँस्नु भएको ए तपाईँहरू यहाँ हुनुहुन्छ राम हामीले कम त खोज्यौँ लाउनु ल हाम्रो भाइ बहिनीहरू चाहिँ खेल्नलाई रेडी भइसकेको छ होइन को खेल्नु भने हो खोइ म त देख्दिनँ मान्छे पनि यसरी यता पनि रेडी भइरहेको छ है खेल्नलाई यता चाहिँ स्टार्ट भइसक्यो यस्तो दामी छ ल के रमाइलो छ उता खोज्छौँ पऱ्यो ₹100 सक्यो दुईजनाको है अब अर्को पनि हेर्ने अर्को पनि खेल्ने भन्दैछ है हजुर ₹100 टिकट दिन्छ टिकट 100मा दिइहाल्यो हामी नखेल्ने भएर ए किन के भएर दिन्छ जसले लिँदा पनि हुन्छ यो यसको लागि हो कि खेल्ने भयो ₹50 डिस्काउन्टमा दिन्छु उहाँहरू खेल्नु खोज्नु भयो अरे नखेल्नु हुने अरे कि 4वटा छ अरे ₹150 पर्छ अरे ₹100 गोटा पर्छ अरे यहाँ हजुर मेरो प्रेम यसमाली मगर छ हेर्न सक्नुहुन्छ 150 रेट हो तर हामी ₹100 मा दिन्छौँ दाइ 4 जना घाटा खाएर हामीलाई ढिला भयो क्या दाइ घर जानु सस्तोमा टिकट 360 को सस्तोमा हुन्छ भने आउनु होला हेलो गर्दै यार ब्लगमा ओए से हेलो टु द ब्लग हेलो गाइस तपाईहरुको फर्स्ट टाइम है ल खेल्नु अब कस्तो हुन्छ हैन एकदम अडिलो भएर खेल्नु होला सबैजना म चाहिँ खेल्दिनँ तपाईहरु खेल्नु है
हेलो ल ल ल यता यता भर्खर आउनु रहेछ खाने चिजहरू यता छ ल अब हामी चाहिँ यो खेल्नु भने यो चाहिँ के भयो बन्द भएको हो र छैन होला नि है कलम्बस कि प्लम्बस अरे उयो यहाँ परेर छ टोकन यहाँ रहेछ नि त हामी त अगाडि होला भनेर गएर हतार बुझेको लास्टमा अर्कै रहेछ नि त पनि के हो के अरे हुन त नखेलेर पनि होला खाना भएको होइन खेलेको हुन्छ नाम छ ल हामी चाहिँ यहाँ टिकट लिइरहेको छौँ कोलम्बसको ल हाम्रो टोकन भइसक्यो अब हामी हिँडेकै आउनु पनि लाइफमा फर्स्ट टाइम खेलिँदैछु यो पनि होइन कस्तो हुन्छ अब सबैजना जानु भएको छ लाइन लागेर अब हामी पनि जाने हो खेल्ने हो फर्स्ट टाइम हुने रहेछ अब एक्सपिरियन्स के हुन्छ ए हुन्छ ल हाम्रो भ्लग आजको चाहिँ कोलम्बसमा हुन्छ है ठिक छ उता पारिपट्टि जानु हो ल आउनु पनि ल यहाँ बस्नु अब यसरी भिडियो बनाएपछि अलिक उहाँ हुनुहुन्छ है भाइ र मम्मीहरू दिदीहरू त्यसलाई के भन्छ पनि घडी गेम भन्छ त्यहाँ त भएकै छैन भाइ बहिनीहरूको चलेको छैन आजको फुल डे भ्लग चाहिँ आज हाम्रो यस्तै छ होइन अब हाम्रो यो भनेको लास्ट लाग्यो जस्तो लाग्यो भने त्यसले त बुझ्छ हामी दुईजनाको त तिनजना खेल्नु पऱ्यो भनेको भाइ मान्नु भयो कस्तो हो आज के हुने होला भाइ बजेट गर्नुहुन्छ गर्नु न गाडीमा यताउति हुने बेला गर्नु नगर्नु यति राम्रो सफर छ फोहोर हुन्छ ब्लग हो हजुर यता पनि हुनुहुन्छ आजको चाहिँ यो लास्ट टाइम है भन्न हामीले चाहिँ भ्यायौँ है हामी चाहिँ आज राजा रानीको दरबार पनि घुमेर आएको त्यही भएर अलिक टाइम लाग्यो लेट भयो होइन पहिले कति 6 हुन लाग्यो होला अब यो लास्ट हो त्यस पछाडि चाहिँ कलाकार भन्दा पनि अब यसो भिडियो स्टार्ट गरे हो हेरौँ अब के हुन्छ ल स्टार्ट भयो हाम्रो पनि ल उसले हाम्रो भाइ बहिनीहरूको पनि स्टार्ट भयो ल हाम्रो सबैको फेस हेरौँ है यहाँ बुझ्ने डर लाग्यो ल आजको लास्ट यता हेर्नु पनि बिचरा डर लाग्यो है ल सक्यो आजको रमाइलो मुमेन्ट पनि सक्यो ल बुने निस्क्यो खोलिहाल्नु त राजा यो डर लाग्यो है फर्स्ट टाइम खेलेको होइन पनि यताबाट हो झार्ने यताबाट हो ल अब हामी सकेको है अझै नानी पनि खेलेको राम्रो ल रमाइलो भयो है आजको हो होइन ल भाइको के छ च्यानल विकास ब्लग गो विथ विकास गो विथ मेरो प्रेम ईश्वरीमा गर्छ प्रेम अनि ईश्वरी YES चिनेको साथीभाइहरू भेट्नु उहाँहरूले चाहिँ सब्सक्राइब पनि गरिदिनु भएको छ मेरो च्यानलमा प्रेम ईश्वरी मगर युट्युब च्यानलमा यदि तपाईँहरू पनि मेरो च्यानल भिजिट गर्नुभएको छैन भने प्रेम ईश्वरी मगर सर्च गरेर च्यानल भिजिट गर्नु होला र सब्सक्राइब पनि गर्नु होला लाइक कमेन्ट सेयर पनि गर्नु होला बेबीहरूको लागि हामी चाहिँ आज राति भइसक्यो मम्मीहरू हिँड्दै जानु भएको छ मम्मी हेम भाइ अनि पुणे अनि तिनजना उता जानुभयो पुष्पा दिदीहरूको रुम अनि हामी उता जाँदैछौँ हामी चाहिँ नानीले दिशा गयो त्यही भएर हामी चाहिँ गाडीमा जानु लागेको अनि मम्मीहरू चाहिँ गाडीमा रिमाइन्ड लाग्छ भनेर बगिरहेको भनेर हिँड्दै जानु भन्नुभयो हिँड्दै हेर्दै अनि हामी चाहिँ सँगसँगै छिटो जाने प्रयत्न गर्दै त्यही भएर हामी चाहिँ अब अहिले यति बेला हिँड्दैछौँ होइन खै गाडी कता हो ल हामी चाहिँ अब गाडीमा चढिसक्यौँ होइन अब हामीले भेट लाग्यो 5 देखि 10 मिनट भित्र हामी पुग्छौँ
ल हामी चाहिँ गाडीबाट झरिसक्यौँ नि अब चाहिँ हामी रुम जान्छौँ एकचोटि रुम गएर मात्रै टोक्नु पाउँछ ल अब हामीलाई एकदम धम्मै पनि लागिरहेछ गाडीमा हिँडेर छोरी पनि यस्तो छ है पुरै ल हस् त